हेलो फ्रेन्ड्स र म चाहिँ हाम्रो सालुगडाको आश्रममा आएको छु र हाम्रो सालुगडाको आश्रमको एन्ट्रेन्स यस्तो छ र आज चाहिँ पुरा घाम लागिरहेको छ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ सयपत्री पिटुनियाहरू पुरा लगाएको छ गदावरी छ परनिर है र यहाँनिर पिटुनियाको थुप्रै कलरहरू छ कस्तो राम्रो देखिरहेको छ मोमो बनिँदैछ यहाँनिर चाहिँ यहाँनिर तपाईँले भाँडाहरू देखिरहनु भएको छ ठुलो भाँडा छ है यो चाहिँ प्रोग्राममा चाहिँ यहाँ प्रेमीहरूको लागि चाहिँ खाना बनिन्छ है र म चाहिँ तपाईँहरूको लागि यसो भिडियो बनाउँदै हेरिरहेछु घाम पुरा छ यहाँनिर चाहिँ तपाईँले थुप्रै प्रकारको आध्यात्मिक बुकहरू तपाईँले पाउन सक्नुहुन्छ र त्यसको लागि चाहिँ यहाँ ठुलो दोकान लाग्छ र यो चाहिँ सत्सङ्ग पण्डाल हो यहाँनिर चाहिँ सबैजना प्रेमीहरू बसेर सत्सङ्ग सुन्ने गर्छौँ र यहाँनिर चाहिँ हो क्यान्टिन र मेरो भदै त एकदमै खुसी भइरहेको छ र ऊ चाहिँ यहाँनिर उफ्रिरहेको छ र म चाहिँ अलिकति नक्कल पर्दै नगएको थिएँ त्यो भएर चाहिँ केस हेर्दैछु म धेरै ड्राई भइरहेको छ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो सबै क्यान्टिन हो र सालुगडाबाट आउँदा चाहिँ हामी यो बाटो भएर आउनुपर्छ यो साइडको पनि क्यान्टिनै हो यो गेट देख्न सक्नुहुन्छ तपाईँले र म चाहिँ आफै भिडियो गर्दैछु आफ्नो नानीहरू पनि यहाँ पसिदिँदैछ यहाँ चाहिँ प्रेमी आवासन छ हामी चाहिँ आश्रमबाट घर फर्किरहेको बेलामा चाहिँ हेर्नुहोस् न यो गाईलाई देख्यौँ र गाईले चाहिँ आफ्नो बच्चालाई कति माया गर्दै दुध पिलाइरहेको छ हेर्नुहोस् न आमा चाहिँ आमा नै हुन्छ चाहे पशु होस् चाहे मान्छे होस् कति माया गरिरहेको छ आफ्नो बच्चालाई